शिक्षा मन्त्रीको सकारात्मक पहलका लागि हामी धन्यवाद दिन चाहन्छौँ। खुस्काकै हो। जबसम्म हाम्रो माग पूरा हुँदैन, हाम्रो हातमा ऐन हुँदैन, हामी लिएरै जाने हो। अब मन्त्री अब अरूको पनि खुस्किन सक्छ, त्यो चाहिँ हामी होइन, त्यसमा जिम्मेवार छैनौँ। शिक्षकहरूले आन्दोलन मार्फत अघि सार्नु भएको मागप्रति समर्थन गरेको छ, शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेको छ। हाम्रो नैतिक जिम्मेवारी पनि छ हाम्रै सरकारको पालामा शिक्षक आन्दोलनले उठाएका मागहरूलाई सम्बोधन गर्ने गरी हामीले सम्झौता पनि गरेका छौँ। अहिले शिक्षक आन्दोलनको मुख्य माग नै त्यो सम्झौता कार्यान्वयन गर्ने गरी विद्यालय शिक्षा ऐन छिटो आउनुपर्छ भन्ने छ र अरू पनि सरकारले गर्नुपर्ने कतिपय निर्णयहरू। अन्धाधुन्ध कुनै काम गर्दैन, विचार गरेर देशको पक्षमा, जनताको पक्षमा, जनतालाई सबल बनाएर अगाडि बढाउने पक्षमा सरकारले काम गर्छ। जनताबाट पनि त्यस अनुसारको सहयोग, सबै क्षेत्र पनि सहयोग अपेक्षा गरिन्छ, चाहियो, हुनुपर्दछ। सरकारको के काम छ त? सरकारको काम भनेको देशको सेवा हो, देशलाई सबल बनाउने हो। देशलाई सबल, शिक्षा सबल नभई कसरी हुन्छ? 48% केटाकेटी पास गर्ने शिक्षा मन्त्रालय छ, यत्रा विद्यालय छन्, यत्रो बिघ्न टिचर छन्। अस्थायीलाई थाहै गरिदेऊ भनेको छ, करारलाई के गरिदेऊ थाहै गरिदेऊ भनेको छ, तनखा पुगेन बढाऊ भनेको छ। किन बढाउने तनखा? 48% पास गर्न, 52% फेल गर्न। 52% फेल गर्न भएन, यो प्रणाली नै रद्द गर्नुपर्छ, यो 52% फेल गर्ने। अहिलेसम्म हामीले सरकारलाई भन्यौँ, हामीले सार्वजनिक रूपमा भनिराख्यौँ, हामीले संसदको समितिमा भनिराख्यौँ हाम्रा सांसदहरूले, तर अहिलेसम्म सरकारले जिम्मेवारीपूर्वक यसलाई सम्बोधन गर्ने दिशातिर जान सकेको छैन। आज 22 दिन पुगिसकेको छ। त्यसले गर्दाखेरि 12 क्लासको परीक्षा समेत पर सार्नुपर्ने स्थिति सिर्जना भएको छ। यसलाई सरकारले कुनै पनि ढङ्गले पछाडि नगलिकन छिटोभन्दा छिटो शिक्षक आन्दोलनको मागलाई सम्बोधन गर्नुपर्छ। हाम्रा सम्मानित आदरणीय शिक्षकहरूलाई हामीले विद्यालयमा छिटोभन्दा छिटो फर्काउन सक्नुपर्छ र शिक्षा क्षेत्र जो पूर्वाधारको पनि पूर्वाधार हो, त्यसलाई सकारात्मक ढङ्गले अगाडि बढाउनको निम्ति सरकारले नै जिम्मेवारी पनि बोकेको छ। मन्त्रीज्यूले चाहिँ यो आन्दोलनलाई उत्तेजित बनाउने तरिकाले घरि पानी छैन, घरि शौचालय छैन भन्ने जस्ता एउटा केटाकेटी कुरा गरेर देशका प्रधानमन्त्री, देशका अभिभावकज्यूले चाहिँ यसरी आन्दोलनलाई झन् थप भड्किलो बनाउनलाई चाहिँ उद्यत गरिरहनु भएको छ। यो त्यसैले अहिले हाम्रो माग मुद्दालाई सुन्ने भन्दा पनि हामीलाई निरुत्साहित गर्ने, हामीलाई अपहेलित गर्ने, झन् हामीले दिनानुदिन हामीले अपहेलित भएको फिल गरिरहेका छौँ। यसो रहन्जेलसम्म हाम्रो यो अहिलेको आन्दोलन ब्याक हट्दैन, हामी निरन्तर यो आन्दोलन जारी रहन्छ। पनि मैले लेखेको छु, सामाजिक सञ्जालमा आउने भ्रमहरू, मिडिया मार्फत विभिन्न व्यक्तिका आएका अन्तर्वार्ताहरू तपाईँले बुझिसक्नुभयो। त्यस्ता अन्तर्वार्ताहरूको भ्रममा नपर्न त्यस्ता आन्दोलन विरोधी र आन्दोलनलाई नजरअन्दाज गर्ने, निस्तेज गर्ने अभिव्यक्तिहरूलाई खारेज गर्न पनि म हार्दिक आग्रह गर्दछु।
नेपाल शिक्षक महासंघ आफ्नो लक्ष्य भेदन नगरिकन यो युद्धमा वारपारको फैसला नगरिकन आन्दोलनको महासमरबाट फर्किँदैन। यसको बापत जुनसुकै मूल्य चुकाउनु परे पनि हामी तयार छौँ। अर्को कुरा पनि आइरहेको छ, आज कता कता कक्षा 12 को परीक्षाको ओरिएन्टेसन हुँदैछ रे। त्यस्ता खालका ओरिएन्टेसनमा भाग नलिन म सबै साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्दछु। हामीले